गल्बामा एकको दोकान ताँदै अब गाडी अड्ने फुल लाग्यो त फुल लाग्यो जमदारले तल क्या हो जोमलदार त्यो पोरबाठी मान्छे त हो हामी हो नाथर बुवा मान्छे जोमलदार एक वडा पड्ड नाथर बु दुई वडा पड्ड तुम आज कहाँबाट आयो आज बिहान हामी अथनेबाट आयो थिनु सोध्नु बाबु हजुरका छोरा यस्तो यस्तो मान्छे आएछ भन्नु न सानो बाबुलाई ल्याउनु भयो त नि हेर्नु त यहाँ राति कहाँ सुताउनुहुन्छ परन कस्तो ढलिएछ हेर्नु त कहाँ सुताउने चाहिँ पुरो सुति आयो कति बजेसम्म तपाईँहरू चाहिँ यी गोरुलाई यहीँ राख्नुहुन्छ हामीले अब इटाली लिने हेर्नु ए अब इटाली हाल्नुहुन्छ दाइ हामीले पनि बुनाए पालिका पार्टी हल्ला ए बिहान हो बाबु तिमी स्कुल जाँदैनौ कति क्लास पढ्छौ 9 कक्षा पढ्छौ अनि बुवालाई सहयोग गर्न आयौ हेर्नु त यहाँ बाबु यस्तो यो कपडा छैन दाजु हजुरसँग झोलामा छ निन्द्रा लाग्यो र बाबु यहाँ सुते तिमी उता सुत्छौ हाम्रो घरतिर सुत्ने हौ गइहाल्ने हो निन्द्रा लास्टै लाग्छ दुःख हुँदो रहेछ यही भुइँमा सुत्यो होइन यस्तै भुइँमा हेर त यहाँ पुरै फोर लागेछ कति वर्ष भयो तिमी 14 वर्षको नाम चाहिँ सुदीप बुवालाई सघाउन आयौ तिमी ए अङ्कल हुन् ए तिम्रो बुवा चाहिँ कहाँ हुनुहुन्छ बुवा मम्मी ए तिम्रो पनि गोरु ल्याछौ तिमीले यहाँ कतिवटा गोरु छन् 3 जनाका गोरु हुन् दाजु तिम्रो घरमा लिने हो कि बिक्री गर्ने हो हजुर तिम्रा कतिवटा छन् 4-5वटा बुवाले तिमीलाई जाऊ भने ए कति दिन भयो तिमी घरबाट आएको एक हप्ता भइसक्यो त्यो विद्यालय लाएको छैन सराउनु भएको छैन ए त्यसैले त्यो फुर्सदको समयको सदुपयोग गर्यौ जम्मा कतिवटा गोरु छन् बाबु हजुर 25वटा